5 वर्षपछि पनि पुनः आफ्नो कोठामा राखेको पुरानो बक्सभित्रको लेटर हेर्दा अहिले पनि त्यही पुराना दिनहरूको सम्झना आउँछन् र आफूमा अलिकति पछुतो पनि लाग्छ। आकाश खड्का, काठमाडौँ। कार्तिक महिनाको समय अलिअलि चिसो बढ्दै गइरहेको थियो। म आफ्नो केही साथीहरूसँग कलेजमा थिएँ। पछाडिबाट कसैले आकाश सुन न भन्दै बोलाउँदै मेरो नजिक आइरहेकी थिइन्। मैले पछाडि फर्केर हेर्दा मेरो बेस्ट फ्रेन्ड श्रुतिले बोलाकी रहेछन्। सधैँ हाँसिराख्ने उनी सबैसँग फ्रेन्डली भएर बोल्ने उसको बानी थियो। आकाश, तिमीले डान्स भिडियोजहरू हेरेर अलिअलि प्र्याक्टिस त गर्यौ होला नि है? बाँकी त म सिकाउँछु तिमीलाई भन्दा मैले गरेँ प्र्याक्टिस भनेर ठगिदिएको थिएँ। किनभने म कम्मर पनि मस्काउन नसक्ने अनि उनी भने ट्रेन डान्सर। अनि मैले कलेजको प्रोग्राममा उनीसँग पर्फर्मेन्स गर्नुपर्ने थियो। प्रोग्रामको दिन सबैले राम्रो प्रस्तुति दिएका थिए, म अनि श्रुति बाहेक। अनि मैले श्रुतिलाई, श्रुति तिमीलाई मैले भन्याउ नि मलाई डान्स आउँदैन भनेर, हेर त हाम्रो पर्फर्मेन्स राम्रो नै भएन भन्दा श्रुतिले मलाई के भयो त एनुअल प्रोग्राम त थियो, कम्पिटिसन हो र भनेर उनी मुस्कुराइन्। म भने अलिक दोधारमा थिएँ। मलाई श्रुतिसँग गहिरो प्रेम हुँदै थियो, तर उसलाई कहिले आफ्नो माया व्यक्त गर्नै सकिन। मलाई लाग्थ्यो श्रुतिको लागि म केवल एउटा साथी मात्र थिएँ, किनभने उनी सबैसँग मिलनसार भएर बोल्थिन्। एक दिन श्रुतिलाई भन्न नसकेको मेरो मनको भावना मैले एउटा लेटरमा लेखेँ। उसलाई लेटर दिन्छु भनेर मैले कलेजमा लेटर नलगेको पनि होइन, तर कहिले पनि लेटर दिने आँट नै आएन। एक दिन श्रुतिले आकाश म त पेरेन्ट्ससँग अर्को टाउन सिफ्ट हुँदैछु नि भन्दा म त झसङ्ग भएँ। मैले किन र भनी सोद्धा उसले बाबाको ट्रान्सफर भएर नि भनेर भनिन्। अनि म जाने दिन चाहिँ घर आऊ है, केही सामान क्याबमा राख्न हेल्प गर्छु नि बाबालाई। अनि मैले हुन्छ आइहाल्छु नि भनी म घरतिर फर्केँ। अनि मैले आफूलाई त्यो दिन म श्रुतिलाई लेटर दिन्छु नै भनिरहेको थिएँ, तर जब म उसको घर पुगेँ, श्रुति, उसको बाबा अनि मामु सबैजनालाई खुसी भएको देखेर उसलाई लेटर दिने मौका नै पाइनँ, या भनौँ मैले लेटर दिनै सकिनँ। अनि श्रुतिले मलाई आफ्नो केयर गर है आकाश, म आउँछु नि भेट्न कहिलेकाहीँ, नम्बर चाहिँ चेन्ज नगर्नु भनेर भनिन्। अनि मैले नि आफ्नो केयर गर्नु है तिमी पनि भनेर भने। आँखाको आँसु मैले कसरी थामेँ त्यति बेला भन्ने कुरा मलाई मात्रै थाहा छ। सुरुमा त अलिअलि कुरा हुन्थ्यो, पछि भने कुरा हुनै छोड्यो, नम्बर नि चेन्ज भएको जस्तै लाग्यो। श्रुति भेट्न भने कहिल्यै पनि आइनन्। त्यसपछि लगभग 2 वर्षमा मलाई भने नयाँ नम्बरबाट कल आयो। मैले रिसिभ गरेर हेलो भन्दा हेलो आकाश, सन्चै छौ? म श्रुति भनेर भन्दा म त खुसीले एकछिनसम्म केही बोल्नै सकिनँ। अनि श्रुतिले तिमी मलाई भेट्न हाम्रो कलेजतिरको क्याफेमा आऊ न है, आज म आउँदैछु नि भनेर भनिन्। अनि मैले हुन्छ म आइहाल्छु नि भने। क्याफेमा भेट्दा श्रुतिको त इन्गेजमेन्ट हुन लागेको रहेछ, अनि मलाई पनि पर्सनली इन्भाइट गर्न खोज्या रहेछन्। हेर न बाबाको साथीको छोरासँग इन्गेजमेन्ट हुन लागेछ, राम्रो छ। प्रथम श्रुतिको हुनेवाला फियान्से। म जस्तै छ, फ्र्याङ्कली सबैसँग बोल्ने, आफ्नो मनमा केही कुरा नराख्ने। उसले त मसँग भेटेको 1 इयरमै मलाई प्रपोज गरिदिरहेको नि, कस्तो रोमान्टिक। साँच्चै त्यो लेटरको के भयो? अनि म झसङ्ग भएँ। लेटर? कुन लेटर? तिमीले मलाई दिनुपर्ने लेटर नि।
तिमीले कहिले दिएनौ। अनि मैले तिमीलाई थाहा थियो र लेटरको बारेमा? थाहा थियो नि, तिमीले कहिले भनेनौ तर। अनि मैले तिमीले किन नसोधा त? अनि उसले हेर आकाश, हामी छोरी मान्छेलाई चाहिँ आफूले माया गर्ने मान्छेले माया एक्सप्रेस गरिदियोस् भन्ने एक किसिमको ड्रिम नै हुन्छ। मलाई लाग्थ्यो तिमीले म अर्को टाउन सिफ्ट हुने टाइमसम्म मलाई भन्छौ होला भनेर, तर तिमीले मलाई यत्तिकै जान दियौ। पछि मलाई पनि तिम्रो म प्रतिको माया नभएर एट्र्याक्सन मात्र हो कि भन्ने भयो। अनि केही टाइमपछि मेरो जीवनमा प्रथम आयो। उसले मलाई एउटा मायाको अनुभूति महसुस गराएर मायामा विश्वास दिलायो। म खुसी छु माया गर्ने मान्छे पाएकोमा। अनि अब तिमी पनि बिहे गर है, कोही छैन त्यस्तो भनेर सोध्छिन्। अनि म झसङ्ग भइरहेको बेलामा के भन्ने, के एन्सर दिने मलाई केही समझमा आउँदैन। एकछिनमा त मैले अनि ए होइन सोच्दैछु त्यसको बारेमा भनेर कुरा टार्दिएँ। अनि हामी आफ्नो आफ्नो घर फर्क्यौँ। कहिलेकाहीँ माया छ भनेर मात्र हुँदैन रहेछ, माया एक्सप्रेस गर्न सक्नुपर्ने रहेछ, अनि माया पनि फिल गराउन सक्नुपर्ने रहेछ। मैले श्रुतिलाई यो लेटर दिएको भए आज सायद श्रुति र म सँगै हुने थियौँ होला। प्रथमको ठाउँमा म हुने थिएँ होला। सायद मेरो भाग्यमा श्रुति नै थिएनन्, या भनौँ मैले नै आफूले माया गरेको मान्छे गुमाएँ। त्यही भएर भनिदिँदो रहेछ कहिलेकाहीँ कति कुराहरू आफैले गरेर पछि परिने रहेछ, अनि आफूले माया गर्ने मान्छे गुमाइँदो रहेछ। Thank you so much everyone for listening to my story. This is my first story on my channel. हजुरहरूलाई मेरो स्टोरी मन पर्यो भने हजुरको साथीहरूसँग पनि सेयर गरिदिनु होला, लाइक र कमेन्ट पनि गरिदिनु होला। Thank you so much everyone for watching and listening.